दाउदलाई विजय ल्याउनेछ है। तिम्रो पालामा चाहिँ यति विघ्न राज्य बढ्दै जानेछ, तिम्रो विजय चाहिँ निश्चित छ भनेर भनेको कारणले गर्दाखेरि यो कुरोलाई कहिले पनि भुल्दैन थियो। ऊ चाहिँ लडाकुहरू रहेछ, तिनीहरू चाहिँ एकदम अनुभवीहरू रहेछ भनेर हेर्दैन थियो। शत्रुहरूसँग चाहिँ ऊ चाहिँ एकदम सिधा सिधा झम्टेर आक्रमण गर्थ्यो अनि विजय पनि हुन्थ्यो। हालेलुया। अब यसपालि चाहिँ तिमीले के नगर, सोझै गएर आक्रमण नगर, घुमेर एउटा पिपल लहरे पिपलको बोर्डलाई घुमेर उतापट्टिबाट जाऊ र त्यसपछि तिमीले पात हुरुरु भनेको आवाज सुन्ने बित्तिकै चाहिँ तिमीले के गर, आक्रमण गर भनेर भने प्रभुले। यो चाहिँ दाउदको लागि एउटा नौलो कुरा थियो। मैले कहिले पनि यसरी आक्रमण गर्ने थिएन। परमेश्वरलाई दाउदले जहिले पनि आक्रमण गर्नुभन्दा अगाडि चाहिँ परमेश्वरसँग के गर्थ्यो भनेदेखि प्रार्थना गर्थ्यो, सोध्थ्यो मैले आक्रमण गरौँ, मैले लखेडौँ है, मैले युद्धलाई छेडौँ भनेर यसरी एकदम चाहिँ परमेश्वरसँग सोध्ने काम गर्थ्यो। अनि कहिले पनि यस्तो खालको कुरा उसले सुनेको थिएन। यहाँ के भन्दैछ भनेदेखि चाहिँ नपत्याउँदो तरिकाको कुरा गर्दैछ, यसपालि तिमीले सिधै आक्रमण नगर अनि तिमी चाहिँ लहारे पिपलको बोर्डलाई घुमेर गएर, यो भन्दै गर्दाखेरि फेरि पिपलको बोर्डमा पूजा गरेकाहरू सम्झिन्छ होइन, त्यही भएर पूजा गर्नुपर्ने रहेछ भन्ने हामीले फेरि यहाँबाट जाँदै गर्दाखेरि पिपल बोर्डले एकपल्ट घुमेर गइराख्ला। यो भनेको चाहिँ परमेश्वरको ताजा निर्देशन हो। आमेन। वचन हो यो चाहिँ है। अनि त्यसपछि पात चाहिँ हुरुरु गरेर करायो भनेदेखि चाहिँ तिमीले चाहिँ के गर, आक्रमण गरिहाल भनेर भनेको छ। त्यो चाहिँ पवित्र आत्माको अगुवाई भन्न सक्छ। आमेन। मण्डलीहरूमा कति बेला हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि चाहिँ बाइबलको निर्देशनहरू हामीलाई छ, कतिलाई थाहा छ, तर पवित्र आत्माको अगुवाई सम्बन्धी चाहिँ गोलमोल छ, भ्रम छ है। हामीले हेर्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि चाहिँ पवित्र आत्माको अगुवाई चाहिँ अलि नपत्यारो हुन्छ। जस्तै अब पवित्र आत्माले भर्यो भन्दै गर्दाखेरि हामीले प्रेरित 2 अध्यायमा हेऱ्यौँ भनेदेखि चाहिँ पहिला आगोको झक्काहरू जस्तो देखा पर्यो अरे होइन, अनि त्यसपछि हावा जस्तो हुर हुर भनेर आयो अरे भन्ने कुराहरू हामी देख्छौँ। धेरै जस्तो नै पवित्र आत्माको कुरा गर्दै गर्दाखेरि चाहिँ नपत्याउँदो कुराहरू, आगो सल्केको जस्तो, झरीहरू परेको जस्तो, खोलाहरू बगेको जस्तो, यस्तो आवाजहरू आउने भएको कारणले सूक्ष्म तरिकाले यसलाई लिने मानिसहरूले मात्रै पवित्र आत्माको अगुवाईलाई बुझ्न सक्छ। पवित्र आत्मा चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँले नदेख्ने भएको कारणले कति बेला चाहिँ तपाईँ हामीले कसरी अगुवाई गर्छ भनेदेखि चाहिँ तपाईँलाई कति बेला चाहिँ तरङ्गको रूपमा पनि आइराखेको हुन्छ, आवाज आउँदैन। सबैभन्दा ठुलो कुरा भनेको चाहिँ के छ भनेदेखि चाहिँ हामीले पवित्र आत्माको अगुवाईले तपाईँलाई अगुवाई गरिराखेको छ कि छैन, त्यो तरङ्गले तपाईँलाई छुएको छ कि छैन भन्ने कुरा चाहिँ सबैभन्दा ठुलो कुराहरू हो। हामी साधारण कुराहरूमा बोल्ने, सुसमाचार सुनाउने, बोल्ने, हात राख्ने, बोल्ने चाहिँ ग्रहण गर्ने, बोल्ने विवाह दिने, बोल्ने के गर्ने भनेर साधारण कुरामा अल्झेर बस्ने समय छैन। यो अन्तिम समय भनेको चाहिँ पवित्र आत्माको समय हो। आमेन। यो अन्तिम समय भनेको चाहिँ गुणात्मक तरिकाले तपाईँको जीवनबाट वृद्धि गराउने समय हो। परमेश्वरको अगाडि तपाईँले कति सक्दो रहेछ परमेश्वरको काम गर्ने समय हो। यो चाहिँ एउटा सानोतिनो कुरामा अल्झेर बस्ने समय होइन। अघि नै हामीले हेऱ्यौँ दाउदको जीवनमा उसलाई अभिषेक गरेको देखि उसको जीवनमा कहिले पनि राम्रो जिन्दगी उसले जिउन पाएन, तर उसले कहिले पनि राम्रोसँग जिउन पाएन भनेर ऊ अल्झेर बसेन। उसले सोचे यो बेला नै हो, परमेश्वरले मलाई अभिषेक गर्नु, बोलावट दिनु भनेको चाहिँ मैले शत्रुहरूमाथि ठुलो विजय ल्याउने मौका हो यो चाहिँ भनिकन उसले सोचे। अनि उसले सेनाहरूलाई लगेर गए, त्यहाँ चाहिँ विजय लिएर आए। हालेलुया। आमेन।